हेलो हेलो म्याम। हेलो हेलो। के हो टन्नै सामानहरू रिस्टक भइसक्यो हो? हजुर प्राय सबै सामान रिस्टक भइसकेको छ म्याम। मलाई पनि हटपट चाहिरहेको थियो आफ्नो पसलको लागि। रिस्टक भएको छ? हटपट रिस्टक भइसकेको छ। फेमस ब्रान्डको खोज्नु भएको होइन? हजुर हजुर फेमस ब्रान्डकै बलियो पनि हुन्छ नि त, अनि मलाई त्यही चाहिरहेको छ के। रिस्टक भइसकेको छ। यही खालको खोज्नु भयो है हजुरले? हजुर हजुर यही हो, हेरौँ न है खोलेर कस्तो छ। हुन्छ हेर्नुहोस् न, हेरेर लाने त हो। हजुरहरूलाई मन पर्यो भने लाने हो। कस्तो राम्रो क्युट सानो रहेछ है। हजुर राम्रो छ यो, एकदम राम्रो छ के। थोरै ठाउँमा पनि राखेर गर्न मिल्यो। हेर्नु न के बनाउन सकिन्छ यसमा? हेर्दा त धेरै कुरा बनाउन सकिन्छ जस्तो छ त। यसमा स्टिमहरू गर्न नि मिल्यो, चाउचाउहरू सुप बनाएर खान नि मिल्यो, अन्डा बोइल गर्न झन् एकदमै बेस्ट छ। हेर्नु त आहा कस्तो क्युट रहेछ। यसलाई त अफिसहरूतिर जताततै युज गर्न सकिन्छ होला है, थोरै स्पेसमा पनि लाइन जोडेर होला। हजुर लाइनबाटै हो। यसमा हजुरले क्युट ग्लासको लिड पनि पाउनुहुन्छ। एकदमै बलियो राम्रो पनि छ क्या म्याम। यसमा हजुर त्यति मात्र नभएर चिया कफीहरू पनि बनाउन सक्नुहुन्छ। राम्रो त रहेछ। अब क्वालिटी कस्तो छ? लगेर फेरि बिग्रिहाल्ने हो कि धेरै दिन युज गर्न नपाइकन? त्यस्तो भयो भने त लास्ट झ्याउ हुन्छ होला। क्वालिटी एकदम राम्रो छ नि म्याम। हेर्नु भित्र पनि स्टेनलेस स्टिलको हो, टिकाउपूर्ण र मजबुत पनि हुन्छ। यसमा बनाएको खानेकुराहरू स्वास्थ्यको लागि फाइदाजनक पनि हुन्छ। एकदमै राम्रो छ नि म्याम। ठिक छ, मलाई पनि एकदमै राम्रो लाग्यो। अनि फेमस ब्रान्डकै चाहिरहेको थियो। अब रिस्टक पनि भइसकेछ, मेरो पसलको लागि पनि चाहिरहेको छ। म अर्डर टिपाउँछु, लेख्नु न है। हुन्छ म्याम। यस्तो राम्रो क्वालिटी भएको यो हटपट म्यामले त आफ्नो पसलको लागि अर्डर गरिसक्नु भएको छ। यदि हजुरहरूलाई पनि आफ्नो पसल होटेलहरूको लागि यस्तो राम्रो हटपट चाहिरहेको छ भने अर्डर टिपाउन सक्नुहुन्छ है। हाम्रो लोकेसन रहेको छ महाबौद्ध काठमाडौँ।